जाँदै हुनुहुन्छ? राजा ल्याउन जाँदैछु। राजा के चाहिएर हजुरलाई? अनि देशमा कस्तो खैला बैला भइसक्यो, नराम्रो भइसक्यो। मेरो एउटा जागिर थियो, त्यो पनि फुस्काइदियो, लुटारेरले लुटिदियो। त्यही भएर राजा ल्याउन जानु लानु। ए जानु जानु। अरे सर के भयो? राजा आएन? के राजा स्वर्गले 2.5 तोलाको सुन चोरिदियो। यहाँ मलाई चाहिँ कुल्चेर हानेर तानेर लग्यो। अब के गर्ने त? अब के गर्ने? रुन बाहेक अरू के गर्ने सकिन्छ र? अब आफ्नो सामानको आफैले सुरक्षा गर्न सक्नु भएन? अनि होसै भएन। अनि के गर्ने? मैले यत्रो भिडभाड आफ्नो थमाल्नै गाह्रो भयो। होसै भएन। अनि के गर्ने? यहाँ कहीँ कतै खसिया छ कि हेर्छु, छैन। आँसु पनि आउँदैन भने आँसु पनि आउँदैन। सिरानी ल्याएर सिरानीमा टाउको ठोक्छु भित्तामा। अब के गर्ने? टाउको फुट्ला, हजुरको टाउको फुट्ला नि? अब फुटेको घर कसरी जाने? अब यस्तो भयो। अब कहाँ जाउँ म? 2.5 तोलाको 3.5 लाख रुपियाँ घाटा लाग्यो। अब चाहिँ के गर्ने? यो भित्तामा टाउको ठोक्छु। यत्रो सुनको सिक्री हराएर पनि यार आँसु आउँदैन भने यार।